कस्तो छ अचार ये हेलो एभ्रिवान, सबैमा नमस्ते नमस्ते। म चाहिँ हेल्ना रायमाझी। सो आज हामी क्याफे क्विनमा छौँ। आज हामीले दिनभरि के काम गर्छौँ, के गर्छौँ, कसो गर्छौँ भनेर यहाँको विविध जानकारीहरू हजुरहरूलाई दिन्छौँ। आज चाहिँ हामीले चाहिँ लगभग यो क्याफे क्विन ओपनिङ गरेको चाहिँ लगभग 2 महिना जति भयो। यो 2 महिनाको अन्तरालमा हामीले मैले भनौँ न खासै समय दिन नि पाइ थिइनँ, किन भन्दाखेरि विशाल दाइ बिरामी हुनुहुन्थ्यो। त्यही भएर कति बेला हस्पिटल, कति बेला सुटिङ, कति बेला घर गर्दा गर्दा खासै दिन पाएको थिएन। अब चाहिँ एकदमै मैले क्याफे क्विनलाई एकदम टाइम दिने छु। त्यस्तै गरेर हाम्रो क्याफे क्विनको टिकटक आइडीमा म लोकेसन पनि हालिदिने छु, लोकेसनको भिडियो बनाएर चाहिँ हालिदिने छु। सो मलाई माया गर्ने, मेरो कामहरू मन पार्ने सबैले चाहिँ एकचोटि समय मिल्दाखेरि क्याफे क्विनतिर पनि भिजिट गरिदिनु होला। छल्ला त छैन, यत्रै सानो छ भए पनि मन ठुलो छ। यही नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई। मैले चाहिँ केही समय अगाडि बारिस्टा पनि सिकेको थिएँ अलिअलि। 1 महिनाको कोर्समा फाल लगभग गई थिएँ म 4-5 दिन जति। सो त्यो समयमा मैले बनाउन जानेको भनेको अमेरिकानो त्यो बाहेक मलाई अरू खासै बनाउन आएन। आज चाहिँ मैले क्यापुचिनो बनाउन सिक्छु। हेर मैले कस्तो हुने रहेछ मेरो क्यापुचिनो। सो एभ्रिवान, अब चाहिँ हामी आइसकेको छौँ। यो चाहिँ हाम्रो कफी मेसिन। हाम्रो दिदीले चाहिँ अब क्यापुचिनो बनाउन सिक्दै हुनुहुन्छ। कस्तो भन्छ ल, हेरौँ है त। सिक्दै होइन यार, सिकिछु यार। अब बनाउने सिक्न त सिक्नु भएको, तर क्याफे अघि एकदमै बिजी थियो, त्यही भएर अलिक पोहोर भएको छ। मैले चाहिँ अब सफल गर्दैछु। दुईवटा चाहिँ मेरो टिचरै भनौँ। अब मलाई चाहिँ आजभोलि कफी बनाउनेमा भन्दा अलिकति फ्री फायरतिर ध्यान गएको छ। फ्री फायर त्यतातिर अलिक धेरै ध्यान पनि दिन थाल्नु भएको छ उहाँले। केही छैन, ध्यान भनेको जताकति दिनुपर्छ, ज्यान नदिए हुन्छ। जताकति ध्यान भनेको दिनुपर्छ। यो फुल देख्न सक्नुहुन्छ। यिनी फुल चाहिँ सबै मैले घरमा, मेरो टाइम पास हुन्, मेरो घर झ्याउ लाग्दाखेरि बसेर बनाएका नै रोपेका। त्यो कलर पनि मैले गरेको तल बाँदर। क्यापुचिनो कसले खाने? खाने ल बने नबने ल। हामी चाहिँ क्यापुचिनोको बुट्टा बने नबने खान चाहिँ तयार छौँ है त। सो गाइस, यसलाई पोटा फिल्टर भन्छ। यसले चाहिँ कहिले काहीँ झगडा पर्यो भने ढ्याङ्ग एकचोटि हाल्ने मान्छे ठङ्गकै मर्छ। कुन फोटो फिल्टर हो? यो सिङ्गल, त्यसै गरी यो डबल। हामीसँग चाहिँ 3वटा फोटा फिल्टर छ। डबलमा 2वटा छ, सिङ्गलमा 1वटा छ। सो अब म चाहिँ सिङ्गलमा बनाउनु गइरहेको छु, किन भन्दा मैले बनाएको कफी 2टा त तँ खाएर सक्दैन, एउटा मात्र बनाउँछु। सो गाइस, म चलाउँछु अब कफी। यो चाहिँ अलरेडी अटोमेटिक हो यो चाहिँ। अनि यसमा चाहिँ डाइरेक्ट यस्तै सिस्टम हुन्छ। पहिला त झार्नु न, डर छ त्यो। डर छ। हाम्रो दिदीले जानेको मेन चाहिँ अमेरिका मात्र हो। हाम्रो दिदीले जानेको मेन चाहिँ अमेरिका मात्र हो। बवाल बनाउँछु नि। फेरि हाँस्छ के यस्ताले खाएका भएको थाहा हुन्थ्यो। ए क्यापुचिनो बनाउने मान्छेले मेसिन पनि नपुछेर राखेको छ नि यहाँ। अब दुध हाल्ने लिन दे सिक्दैछु यार, कस्तो ल्याङल्याङ गर्छु भाइ तिमी। यिनी भाइ जाँदै ल्याङल्याङ गर्छन्। भित्र
त्यहाँ भएन अनि त हुँदै हुन्न क्या हेर्न र चाहिँ यो उ गर्न पर्छ यो छाम्न पर्छ कतिको तातो भन्ने कुरामा सो यसलाई यस्तो गरिसकेपछि यसलाई यसरी पुस्ने अनि यसरी हामीले यो चाहिँ एकदमै हिट हुन्छ हिट हुन्छ त्यसलाई ढ्याप्ड्या पारे खै त ढ्याप्ड्या पार्नु पर्दैन कहाँबाट सिकिस् तँ नि ढ्याप्ड्या पारे देखेर मैले भने यो चाहिँ देख्न सक्छ अब कस्तो डिजाइन भन्छ है त ल हेरौँ के गर्नुलाई पहिला खोइ मिक्स गरेको देख्न सक्छ डिजाइन वाउ नयाँ नयाँ डिजाइन यसरी नि बनाउनु मिल्छ क्या डिक्टा तँलाई थाहै छैन यसरी हाम्रो दिदीलाई चाहिँ क्यापुचिनो बनाउनु धेरै नलेज भएर यो डिजाइन चाहिँ हेर्न सक्नुहुन्छ टाटेर पाटे हेर यस्तो गरेर दिए कति बवाल देखिन्छ डिक्टा हेर नयाँ डिजाइनको आमा नयाँ सिस्टम हो सो गाइज आखिरमा क्यापुचिनो त क्यापुचिनो नै हो नि यति यहाँ बुट्टा भयो खाने भनेको घोलेरै नै हो लास्टमा खाने घोलेरै हो आउने भनेको यही नै हो होइन सो अब यसमा अब यो नि त नयाँ सिस्टम देख्छ नि होइन नयाँ डिजाइन देखिएछ नि नयाँ डिजाइन हेर्न सक्छ तर यो यसको यो नोजल फोर भएर रहेछ नि त त्यो मात्रै सफा गरिदिनु छु त्यो भनेको एकदम सफा गरेर राख्नुपर्ने हाम्रो चाहिँ यो मिसिङ अलिकति यता भएर यो डिफ्रिजले छेकेर एकदमै जहिले पनि यो मात्र युज भयो कि यो युज भएन है हामीले चाहिँ त्यही भएर अब युज गर्दाखेरि तल पनि युज गर ल यसलाई केही भाइ छैन नयाँ नयाँ सिस्टम भन्ने यसलाई के थाहा त्यही पात बनाउँदै बसेको छ पात होइन लभ मात्र त्यही के लभ बनाउँदै हुन्छ दिदी हजुरले एउटा लेमोनेड अनि अर्को के हेर्छ र मिन्ट लेमोनेड एड होइन एड हो त सबै थाहा छ सबै आउँछ मलाई त सबै यो चाहिँ हाम्रो करेसाबारीमा फलेको अर्ग्यानिक पुदिना है भाइ त मैले यसलाई रायमाझीले रोपेको कति मेहनत कि तपाईँहरूलाई के थाहा कि यत्रै खौरा लाएर हिँड्छ कति छुचो बोल्छ त कति क्या मात्र गर्छ भन्नुहुन्छ तपाईँहरूले के थाहा कि तपाईँहरूलाई मेरो मभित्र कति ट्यालेन्ट लुकेका छन् कति ट्यालेन्ट भुलिसक्यो त छोरो ल छोरा मकै मार्छु सिरप पनि हान्छ सिरप हाल्नुपर्छ तँ त ग्यास बसेको ठाउँमा सिरप हाल्न बिर्सेछ भने म गएर हालिदिनुहोस् या बस 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 आई डोन्ट लाइक यो के भन्छ सिरप होइन के यो ऊ हुन्छ कि यसमा सुगर ए ओके के रहेछ कस्तो छ अचार पुदिनाको अचार जस्तो पुदिनाको अचार जस्तो लाग्यो मलाई चाहिँ नुन नि हालेको यसमा बिरे नुन ठिक छ तर यस्तो यस्तो खाने बानी बसाल्नु पर्छ कि है यो यो गर्मीमा चिसो होइन चिसो जहिले पनि खानुपर्छ क्या यस्तो यस्तो चिज गर्मीमा चिसो चिसो स्वास्थ्यको लागि पनि राम्रो हो क्या पुदिना कागती आइस फेरि राम्रो नखिच फेरि यसको के अरे एडभर्टाइजमा मलाई खेल्न पर्छ यही देखेर गाइज हाम्रो दिदीले चाहिँ लेमोनेड मिन्ट लेमोनेड भनेर नि सिक्नु भइसक्यो बनाउन पनि अनि क्यापुचिनो पनि अलिअलि सिक्दै हुनुहुन्छ गाइज अब चाहिँ हामी फुल लाउन जाँदैछौँ काउन्टर पनि पुरै क्लिन भइसकेको छ सो गाइज त देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ किलाई छैन यहाँ भर्खर यहाँ के अरे स्ट्रबेरी स्ट्रबेरी फलेको अस्तिको दुईवटा खाएका अस्ति दुईवटा खाएको बाबा पनि आउनु भएको थियो बाबाले पनि दुईवटा लिनुभएको थियो दिदीले पनि खाएको फुल हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ यहाँ पुदिना देख्न सक्नु यो मैले आफै लगाएको हो यता टमाटर पनि छ यता पुबिन्डो छ यो पुबिन्डो है झुबिन्डो मैले चिनी चाहिँ नजिक उम्रिएको थियो र मैले सार्दिनलाई सारिदिएको छु यो चाहिँ हिजो मैले
घरबाट ल्याएको घरबाट ल्याएको एमा अझै केही रोप्न पाएको छैन एमा लिची पनि उम्रिएको छैन यो लिची त ठुलो खाले अनि यहाँ बेलुकी पनि फल्यो अनि यता यो अङ्गुरको आमा हेर्छु यसबाट पानी पास नभएर अब यहीँ मर्छ कि यस्तो सबैभन्दा नराम्रो यिनी गमला रहेछ यिनी गमला किन लिएछु म छोडिदिन्छु म काँक्रा देखाइसकेँ अघि नै यहाँ यो खुर्सानी एकदम फलिरहेको छ ऊ के चोरौला फेरि रातिमा काँक्रा चोर्ने मान्छे यिनी है चोरौला फेरि ढल्नु सुकाउँछु भनेको त काँक्रा चोर्न आउँछु भन्दै थिएन त्यही चियाडको हो नि यिनी चाहिँ मलाई चाहिँ यहाँ मात्रै होइन एउटा फुल एक दुईवटा फुल चाहिँ यता छ ए घर आएर पनि अब यहाँबाट दिउँ मैले यहाँ तल नर्सरी हामी बस्नु नर्सरी के भयो गोडमेल पनि चालु छ है हाम्रो फुलहरूको यो मल धेरै भएन यति यो गमला यस्तो खत्तम परेछ नि जुनमा पनि यो गमलामा चाहिँ पानी भरिरहेछ क्या यति बेला मल हालेको माथि माथि बेकार भयो नि यो काँक्राको फुल चाहिँ धेरै नै फुलेको छ तर फल्नलाई एउटा मात्र छ फलेको काँक्रा भन्दा पनि उ गर्नु पर्ने छ कि के अरे सबभन्दा छिटो त अब म माथि चढ्छु होइन झाल काट्नुपर्ने छ आज हामी एउटा केमुको झाल काटेर यो इस्कुसमा लगाइदिनेछौँ भने चाहिँ यसको सुविधा तर भन्नुपर्दा हाम्रो एल्ना दिदी चाहिँ धेरै नै मेहनती हुनुहुन्छ है भिडियो बनाएर यो काम गरेको भिडियो बनाउने पनि झन् नौटङ्की देखाइन्छ भनेर कमेन्ट आउँछ देख्ने मान्छेलाई नौटङ्गी लाग्न सक्छ गाइस तर बाहिर जे जस्तो भए नि भित्र चाहिँ मेहनती हुन्छ आफ्नो घरमा जता भए पनि तर यति धेरै फुल लाउनु भएको यहाँ उहाँले नै हो बाहिर देख्ने मान्छेले सोच्ने मान्छेले के सोच्छन् त्यो भएर थाहा भएन है अरूको नजरमा सदैव राम्रो बन्न त सकिँदैन यो चाहिँ हाम्रो क्याफे क्विन एन्ड लोकल खानाघर आज लाउने चाहिँ यो है दुईटा लिनु उता जस्तो पानी आएन होला कि सायद रोपेको छैनौँ कि माथि पनि छ हेर्नुहोस् माथितिर पनि हामीले धेरै फुल रोपेका छौँ क्याफे क्विनमा आउनु पनि हजुरले बगैँचा देख्नुहुन्छ फुलबारी छ हाम्रो यहाँ पुरै प्लास्टिक त नहाल्नु थिएन तँ फाल्ने कुरो नि बाबु ए यो चाहिँ हाम्रो मनी प्लान्ट यो चाहिँ हामीले चोरेर ल्याएको है गाइस किनेर ल्याउनु हुँदैन र त्यही भएर चोरेर ल्याएको हामीले चोर्ने बेला चाहिँ पुलिस दाइले देख्नुभएको आँखा बन्द गर्नु भन्दा नि नमानेर त्यतिकै हेरिराख्नु भएको थियो आफै पुलिस दाइले यो चोरा चोरा अनलाइको चोर्न पनि सपोर्ट गर्नुहुन्छ हामीलाई त पुलिस दाइले फेरि यस्तो दामी अस्ति चोरेको तर 3 दिन भयो हेर्नुहोस् त जस्तो त्यस्तै छ यो ओइलिएकै छैन है गाइज हाम्रो दिदीले चाहिँ इस्कुस मान्ने झेक्रा ऊ त्यहाँ काट्दै हुनुहुन्थ्यो काट्दा हात पनि काट्नु भएछ यो चाहिँ पिडोको बाटो हो देखान्छ त्यो खसीको मासु काट्ने त्यत्रो दाउली अनि मेरा बा टिसुले च्याप्दिउ न भन्दा नि अनलाइन फोकस काटेको देखाउनु घरेले डक्टर है यिनी चाहिँ बिहानको भलकमा बारिस्टर तर मजाक नगर धेरै काटेको छ बुझ्यो पुरै खसी काटेछ काटेको त
कस्तो कुराहरू यस्तो छ पुरा यस्तो चाहिएको यस्तै छोपिने तर औँला अब चल्दैन तर त्यस्तै मासु निस्केला के यतापट्टिमा कानमा खोइ कपास अब विशाल दाइले मार्नुहुन्छ डक्टरलाई देखाउनुपर्छ अब नसा काटेछ कि छैन भनेर हो क्या नसा काट्ने छैन छोड यहाँ नसा हुन्छ र अनि माथिबाट गएको हुन्छ उसो भए त गाउँ नसा त जोडिन्छ न त हामी जोडिन्छ गएन नसा होला त जोडिन्न होला गएन होला गएपछि त चक्खु नै 2 किलो थियो अनि सेन्टी मोड हो कि बी सिरियस ओ नसा हेरौँ बुन्दा कुनै कुनै घाउहरू होइन कुनै यो हात काट्दा उड्दाखेरि होइन यस्तो हुन्थ्यो कि काटिसकेपछि दुख्थ्यो होइन थाहा हुन्थ्यो म त हात त झ्याममा राखेर झ्याममा डिटो लाँदाको रियाक्सन हेर्नुपर्छ अहिले पिलो भाग 2 आउँछ अब पिलोको कति 10 मिनटको भिडियो छ नि मसँग त धेरै रोएँ कि म किन यसमा चाहिँ त्यति आँसु आएन आफै हँसाइरहेछ नि आँसु आएन भन्छन् भाइ नि भाइ पनि तिमीले आँसु झार्नै खोज्यो अब ड्रेसिङ गर्दा अब डिटो लाउँदा हुन्छ अब डिटोल चढाउन होला चलाउनु डिटोलले पोल्छ कसम आगो बाले जस्तै हो यस्ता छन् कि 101 छन् अस्ति विशाल दाइलाई हुँदाखेरि भन्थे दाइले जति मान्छे आउँछन् त्यति डक्टर बन्छन् माटोले सबैले डिग्री त लिएछन् रुको जरा सबर गर तर कसम बिक्की यस्तो गहिरो कटेछ नि यो होइन त्यो मैले भनेको हड्डी पुगेछ क्या यत्रो त लाउनु न छोरा लान्छ थोरै यति पातलो च्यापो पाएर लगाइदियो कि अनि पातलै हो कि पातलै छ कि रियाक्सन हेरौ गाइस रियाक्सन अलिक सानो कपास त लगाइदिए बान्दा पनि पोको यत्रो होला के रे तेरिका त्यो ब्लड त खै कति हामी गरिसकेको थियौँ 1 किलोसम्म त ब्लडै आइसक्यो किलोसम्म 1 लिटर भनौँ भनेको 1 किलो भएछ खै के हो त्यस्तो त्यो धेरै तातो रियाक्सन कुत्ते यो त भित्र तकको छ के रे घाउ च्याप च्याप नपार झप्पो राख्दे कपास अलि पातलो लाग्दैछ कि ओ यस्तो गरेर च्यातेर यो वर्ष यति काटो नि मेरो ज्यान फेरि किनै 2टा हात बाहेक अरू केही होइन लास्टमा रुटिङ नेपालले हाल्छ त यो वर्ष हजुरको कस्तो दिन गयो भन्छ यस्तै गयो तिमीले भन्ने रुटिङ नेपाल भन्दैछौ आज पट्टी बाने नाच्ने अलि टाइट गराइदिए के घुमिसक्यो कपास त दुख्ला भनेर झन् केटाकेटीलाई चाहिँ गरेछ यार मलाई दुख्ला भन्नु पर्यो मरि चाहिँ यस्तै होइन मान्छे यहाँ मर्न नाच्नु हात काटेर भित्र भतिजलाई केही बाल छैन छैन भतिज नि भतिज बोला त भतिजलाई दाइ भतिजलाई देखाऊ है के भन्छ कुक्दाइ। अलि माथिपट्टि भन्ने उदाइ त फेरि सक होइदेला फेरि के भयो भनेर भित्र चिल भतिज आउन उता भतिजलाई फाइनली गाइस हाम्रो कुक्दै आउनमा चाहिँ यत्रो हात काट्यो मान्छेले ड्रेसिङ गराइदिएछ अझै मलाई हाम्रो डक्टर फेरि सुशान्त पछाडि ऊ आउनु भयो हाम्रो भतिज यहाँ हेर्नु कि मेरो के हुँदैछ केही बाल छैन यार हात काटो क्या बोन चोरोले रोइरहेछ चिच्चा चिच्चा यहाँ
तपाईँले थाहै त पाउदैन सुतिराख्नु भएको थियो के हो तपाईँ मान्छे मरे नि थाहा पाउनु रहेनछ भतिजी हजुर सुतिराख्नु भएको थियो के हो भित्र ए प्याज का भित्र यहाँबाट दुःख लागेन मेरो हात देख्दा कति हजुरआमा खै त अनि हामी आमा हुनुहुन्छ अरासी के अब चाहिँ हाम्रो अर्को एउटा 75 दिदी हुन्छ त्यहाँलाई लिएर आउँछ त्यो के भन्नुहुन्छ रियाक्सन भित्रै जानु त्यसो भए ए दिदी ए लादीको हात काटेको छिटाउनु त छिटाउनु त हात काट्नु के छिटाउनु त औँला नसाई नचल्ने भइगयो अब औँलाई चल्दिने यस्तो यस्तो हुन्न हजुर चाहिँ यस्तो किन टोलाउनु भएको के दाइ काट्छु भनेर होइन कि कोची गर्दा यहाँ हेर्नु त के भन्नु सानो धर लाग्ने ठुलो भएपछि धर फाल्ने पनि यही भएर हो सानोमा त धर लगाइदिन्छ नि त ठुलो भएपछि पाएन अघिदेखि हजुरलाई बोलाइराख्नु भएको थियो अनि हजुर कता चाहिँ हराउनु भएको थियो हौ भित्र बस्ने कसरी नसुन्नु ए टिकटक पो हेरिराख्नु टिकटकले दुनियाँलाई बिगार्यो हेर्दा यो हात काट्दै गेम खेल्दा जेम गाली गर्नेलाई सम्झाउनु अब मैले भनेर के गाली गर्ने आफ्नो छोराले त मानेन न अर्का छोराले के मान्छ गाली गर्नु के नि हुन्न पाएको काम नगर्ने होइन कसरी होइन कच्चा काम गर्ने होइन कसरी होइन काटेको के ल्यायो त भित्र त खसी काटिएको खोइ दाउ त यस्तो त दाउमा बोलाउनु होला हो दाउ खोइ सुसान दाउ लिएर आऊ त दाउमा बोलाउनु होला केले काटेको काट्छ भैँसी काट केले के केमा कस्तो धारो नि होइन नि त यता यहाँ भन्दा त दिनदिनै हुँदैन अघि दाइले झन् पलाइरहेको थियो मजाले हात झट्ट सम्झ होइन कस्तो हुँदैछ त हजुरलाई यत्रो बेर नथवा नि भित्र बसियो नि ठ्याम ठ्याम्दी पारेर जति बित्ती गरेर टिकटकले गर्न पनि गर्नु जो गर्थे बहिनी जमुना भन्दै उभिँदै र त्यहीमा मेरो यहाँ त कति रातो हुनुभएको हेर मान्छेले यस्तो भइरहेछ हजुर हाँस्ने त्यो साइडमा बसेर रुन छ के को हाँस्ने ए रुँदै हुनुहुन्छ हजुर त्यही त्यस्तो अब त्यस्तो हँसियाले नहान्ने र अबदेखि किन रुनाउँछ यस्तो काटिदिएको हो कि मेरो छोरा छोराले हात काटिदिएको किन सम्झेको
सबैको छोरा उसको थियो मैले त हाइनै काटेको मैले त हाइन यहाँ हैसले कुवाकेको वहाँ चाहिँ वहाँ से बडा मुस्किलले निकाल्नु खै देखाउ नि त खाल्टो रहेछ त्यत्रो खै न यहीँनिर रहेछ मैले त हाइनै आन्टी काटेको जेठाले मानसिक होइन कि यहाँले आफै काट्नु होइन त्यो डाली यो त म छोराले त होइन मेरो त काट्दिएको डाली काट्दाखेरि हो कि काटेको नरिनु त्यस्तै हुन्छ अझै त्यही भएर पाउनुहुन्न यस्तो कुरामा रुने हो त नि पाउनुहुन्न हो जाऊ नि त हो त्यही त भने होइन त्यसै सबैको छोरा गतिलो हुन्छ न निका हुन्छ होइन अन्त दुःख गरौ पालो हुर्का लास्टमा अब आफ्नो आमालाई चिन्दैन आमालाई जो त्यस्तो गर्छन् भने त त्यस्तो छोरा किन जन्मिन्छ मेरो त त्यहाँ इस्कुसलाई झ्याङ्क्रो काट्न गएको थिएँ माथि काटेँ आएर त झ्याङ्क्रोका त पातहरू फुर्किन्छ भने यस्तै राखेर यसरी च्वाट्ट काट्दा त्यही त्यो ठुलो दाउले झ्याप्पै यो खायो बलड धेरै अब सुन्नु त्यो नसा उभा खायो आस्ते आस्ते सेन्टी बनाऊ यसरी नरुनु जे पायो त्यो त्यस्तो त भन्ने होइन सो गाइज हाम्रो भ्लग आज यहीँबाट सुरु भएको यहीँ अन्तिम गर्दैछु अरू भइरहनु छ यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ हाम्रो कुसुम दिदी है कुसुम अर्को नाम के अरे दुईटा बेबी होइन अर्को पनि के थियो नि देवी टिकटकमा कि देवी देवी ए देवी देवी पछि पचा भैया हो देवी बच्चा भइया भन्नु त अरू त्यही हो अर्को के टिकटकमा के नाम छ त अर्को हजुरको टिकटकमा त चिनाको नाम राखेको छु म के छ नाम? शकुन्तला हो शकुन्तला सो उहाँको टिकटक हेर्न चाहनुहुन्छ एकदम इन्जोय लिन चाहनुहुन्छ भने शकुन्तला हेरिदिनु टिकटक आइडीमा गएर हेरिदिनु होला डेली दिन 5वटा 10वटा भिडियो पोस्ट हुन्छ होइन र हामीलाई एकदम तिनवटा माया चारवटा हुन्छ 3टा 4वटा हुन्छ हुन्छ हुन त हामीलाई एकदम माया गर्ने हामीलाई साथ दिने सपोर्ट दिने हाम्रो अराहाचीको दिदी हुनुहुन्छ उहाँ चाहिँ हामीसँगै बस्नुहुन्छ सो गाइज अब धेरै समयपछि भ्लग बनाउँछु भनेर सुरुवात गरेको थिएँ आज दिनै बिग्रेको रहेछ होइन यत्रो हात पनि काट्यो आजै झेक्रो काट्न परेको आजै हात काट्न परेको म बाउलाईलाई फेरि अझै भ्लग बनाउनु परेको अनि उहाँको कहानी पनि सुनिहाल्नु भयो मेरो हात काटेको देखेर रुनाउ पनि सो त्यही भएर छोराछोरी भइसकेपछि आफ्नो आमा बाउलाई चाहिँ माया गरौँ आफ्नो बाउआमा भनेको जिउँदा भगवान हुन् होइन सबैले आफ्नो बाउआमाको इज्जत गर्ने गरौँ ख्याल गर्ने गरौँ होइन जति सकिन्छ बाहिरीलाई खुसी दिनुभन्दा आफ्नो फ्यामिलीलाई खुसी दिने गरौँ होइन रे दिदी मलाई चाहिँ त्यस्तै लाग्छ है मैले चाहिँ आफूले बाबा मम्मीलाई धेरै माया पनि गर्छु त्यही भएर पनि होला मलाई चाहिँ त्यस्तै लाग्छ थ्याङ्क यू सो मच सबैले मेरो भ्लग हेरिदिनु ल अब चाहिँ म समयमा छिटो भ्लग लिएर उपस्थित हुनेछु थ्याङ्क यू सो मच